नमस्कार अनि हार्दिक स्वागत गराउन चाहन्छौँ यो नवीनतम भेटमा तपाईहरुलाई। आजबाट सुरु भएको नेपाल पुलिसको अन्तर्वार्ता परीक्षामा सामेल हुनुभएका सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ हाम्रो तर्फबाट। र नेपाल पुलिसमा पुनः भ्याकेन्सी पनि खुलिसकेको हुनाले हामीहरू आजबाट निशुल्क तयारी क्लासहरू तपाईहरुलाई दिनको लागि जुटिरहेका छौँ र निशुल्क तयारीको लागि हामीहरुसँग जोडिन नबिर्सनु होला। र यो क्वेशन एन्सरहरू तपाईहरु अन्तर्वार्ताको लागि पनि एकदमै उपयुक्त हुने कारणले गर्दा तपाईहरुले ध्यान दिएर हेरिदिनु होला। र आजको भिडियो प्रस्तुत गर्न चाहन्छौँ। कस्तो लाग्छ तयारी हाम्रो भिडियोहरू तपाईहरुले कमेन्ट पनि गर्दै जानु होला। क्वेशन नम्बर 1 मा रहेको छ, हालका प्रहरी महानिरीक्षक को हुन्? हालका प्रहरी महानिरीक्षक को हुन्? यसको सही उत्तर रहेको छ चन्द्रकुबेर खापुङ। हालका प्रहरी महानिरीक्षक को हुन् त? चन्द्रकुबेर खापुङ। त्यस्तै क्वेशन नम्बर 2 मा रहेको छ, नेपालमा कति प्रकारको हावापानी पाइन्छ? नेपालमा कति प्रकारको हावापानी पाइन्छ? यसको सही उत्तर रहेको छ 5 प्रकारको। क्वेशन नम्बर 3, प्रसिद्ध बुलबुले ताल कहाँ पर्छ? प्रसिद्ध बुलबुले ताल कहाँ पर्छ? यसको सही उत्तर रहेको छ सुर्खेत। त्यस्तै क्वेशन नम्बर 4 मा रहेको छ, प्रहरी जवान हुन न्यूनतम उमेर कति वर्ष चाहिन्छ? प्रहरी जवान हुन न्यूनतम उमेर कति वर्ष चाहिन्छ? यसको सही उत्तर रहेको छ 18 वर्ष। एकदमै अन्तर्वार्तामा पनि एकदमै सरल क्वेशन एन्सरहरू सोधिने छ तपाईहरुलाई भने प्रश्न सजिलै हुनेछन्। त्यस्तै लिखित परीक्षामा पनि तपाईहरुलाई सरल नै क्वेशन एन्सर हुनेछन्। तसर्थ पनि हामीहरुसँग जुट्नु होला। त्यस्तै क्वेशन नम्बर 5 मा रहेको छ, घोडाको तबेला भए जस्तै गाईको के हुन्छ? घोडाको तबेला भए जस्तै गाईको के हुन्छ? अर्थात् घोडा बस्ने ठाउँलाई तबेला भनिन्छ भने गाई बस्ने ठाउँलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ गोठ। त्यस्तै क्वेशन नम्बर 6, भैपरी आउने बिदा साधारणतया एक पटकमा बढीमा कति दिनसम्म लिन पाइन्छ? भैपरी आउने बिदा साधारणतया एक पटकमा बढीमा कति दिनसम्म लिन पाइन्छ? यसको सही उत्तर रहेको छ 4 दिनसम्म। त्यस्तै क्वेशन नम्बर 7 मा रहेको छ, नेपालको राष्ट्रिय जनावर कुन हो? नेपालको राष्ट्रिय जनावर कुन हो? यसको सही उत्तर हो गाई। क्वेशन नम्बर 8, नेपालको पहिलो शहीद को हुन्? नेपालको पहिलो शहीद को हुन्? यसको सही उत्तर रहेको छ लखन थापा। त्यस्तै क्वेशन नम्बर 9, नेपाल प्रहरी झण्डाको परिकल्पनाकार को हुन्? नेपाल प्रहरी झण्डाका परिकल्पनाकार को हुन्? यसको सही उत्तर रहेको छ कणध्वज राई। त्यस्तै क्वेशन नम्बर 10, नाउ हजामको स्त्रीलिङ्ग के हुन्छ? नाउ अर्थात् हजामको स्त्रीलिङ्ग के हुन्छ? यसको सही उत्तर रहेको छ नैनी। त्यस्तै क्वेशन नम्बर 11, विद्याकी देवी को हुन्? विद्याकी देवी को हुन्? यसको सही उत्तर रहेको छ सरस्वती। क्वेशन नम्बर 12, सबैभन्दा पहिले स्थापना भएको निकुञ्ज कुन हो? सबैभन्दा पहिले स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। त्यस्तै क्वेशन नम्बर 13, बाघको बच्चालाई के भनिन्छ? बाघको बच्चालाई के भनिन्छ? यसको सही उत्तर रहेको छ डमरू। त्यस्तै क्वेशन नम्बर 14, नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला कुन हो? नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ डोल्पा। त्यस्तै क्वेशन नम्बर 15, भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन्? भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन्? यसको सही उत्तर रहेको छ कुलवीर थापा। क्वेशन नम्बर 16, हलेसी महादेव कहाँ पर्छ? हलेसी महादेव कहाँ पर्छ? यसको सही उत्तर रहेको छ खोटाङ। त्यस्तै क्वेशन नम्बर 17, नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि कति वर्षको हुनेछ? नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि कति वर्षको हुनेछ? यसको सही उत्तर रहेको छ 5 वर्ष। त्यस्तै क्वेशन नम्बर 18, नेपाल प्रहरीलाई मात्रै प्रदान गरिने अलङ्कार कुन कुन हुन्? नेपाल प्रहरीलाई मात्रै प्रदान गरिने अलङ्कार कुन कुन हुन्? यसको सही उत्तर रहेको छ नेपाल प्रताप सुभूषण, नेपाल प्रताप आभूषण, त्यस्तै नेपाल प्रताप भूषण। क्वेशन नम्बर 19, सोमपाल कामी कुन खेलसँग सम्बन्धित छन्? सोमपाल कामी कुन खेलसँग सम्बन्धित छन्? क्रिकेट। त्यस्तै क्वेशन नम्बर 20, विश्वमा प्रहरी सेवाको सुरुवात सर्वप्रथम कहाँबाट भएको हो? विश्वमा प्रहरी सेवाको सुरुवात सर्वप्रथम कहाँबाट भएको? यसको सही उत्तर बेलायत हो। आजबाट अन्तर्वार्ताको तयारीमा अर्थात् जो लिखित परीक्षा पास गरेर इन्टरभ्यूसम्म अर्थात् अन्तर्वार्ता को सिलेक्सनमा पुग्नु भएको छ र आजबाट अन्तर्वार्ता छ उहाँहरूलाई पनि धेरै धेरै शुभकामना छ। र अब खुल्ने नेपाल प्रहरीको पनि तपाईहरुलाई भ्याकेन्सी आइसकेको छ। तसर्थ फर्म भर्नु होला तपाईहरुले दरखास्त दिन सक्नुहुनेछ। त्यस्तै यहाँबाट तपाईहरुलाई हामीहरुले प्रस्तुत गर्ने प्रश्न उत्तरहरू नेपाल प्रहरीमा मात्र नभएर नेपाल आर्मी त्यस्तै सशस्त्र प्रहरी
देखि लिएर लोकसेवा आयोगले लिने सम्पूर्ण तहका परीक्षाहरूलाई पनि निकै महत्त्वपूर्ण पर्ने हुनाले सम्पूर्णले हेरिदिनु होला। हाम्रो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। यो हाम्रो सुरुवाती चरण पनि रहेको छ र तपाईँहरूको कतिको साथ र सहयोग रहन्छ त्यही अनुसार हामीहरू अघि बढ्दै जानेछौँ। सल्लाह सुझावको लागि कमेन्ट गर्न नबिर्सनुहोला र हौसलाको लागि कृपया एक लाइक गरिदिनु होला। केही कुनै सल्लाह सुझाव छ भने कमेन्ट गरिदिनु होला। सबैभन्दा धेरै साथीहरू समक्ष पुर्याउनको लागि र आफ्नो वालमा पनि सुरक्षित राख्नको लागि यो भिडियो सबैमाझ तपाईँहरूले सेयर गरेर पनि तपाईँहरूले साथ दिनुहोला। हस्त, धन्यवाद।